यता हामीसँग दीपकजी हुनुहुन्छ होइन, यहाँ मोबाइलको विशेषज्ञ हुनुहुन्छ होइन। यहाँ हामीसँग स्पेसल इन्डियाबाट आउनुभएको छ हामीलाई मोबाइलको बारेमा केही ज्ञानहरू सिकाउनको लागि होइन। र हामीले आज मेन कुरा के गर्ने भने मोबाइलको बारेमा कुरा गर्ने हो होइन। कुनै मोबाइल बिग्रेमा कसरी बनाउने होइन, त्यसको बारेमा कुरा गर्ने हो। हामी स्वागत गर्छौँ हाम्रो दीपकज्यूलाई। दीपकजी, तपाईँ के कुरा भनिदिनुहोस् हाम्रो दर्शकको लागि। तपाईँको बारेमा हाम्रो कार्यक्रमको के चाहना छ, के उद्देश्य छ, कस्तो लाग्यो तपाईँले यो कार्यक्रम राम्रो छ, ठिक छ। जो जो कोसिस गरेका छन् राम्रो छ सबैलाई होइन। सबैले गरिरहेछन्, जाने नजाने चिज पनि के बुझिन्छ होइन। र तपाईँले यता आउनुभएको कति समय भयो? तपाईँले तालिम लिन कति समय भयो तपाईँलाई? मलाई यो तालिम लिन लागेको 22-23 दिन भयो। 22-23 दिन। र तपाईँले यो 22-23 दिनमा के सिक्नुभयो? यहाँमा डिस्प्ले चेन्ज भइहाल्यो, चार्जिङ कनेक्टर भइहाल्यो, सुटिङ भइहाल्यो, कम्पोनेन्टको पहिचान भइहाल्यो होइन। अनि के भयो भने के प्रब्लम आउँथ्यो त्यो भइहाल्यो, त्यसको बारेमा। अहिलेसम्मको प्रतिक्रिया कस्तो छ भने तपाईँलाई यो कार्यक्रममा के गुनासो छ कि त्यस्तो केही गुनासो छैन? गुनासो छैन। र के यो कार्यक्रम बापत तपाईँले के पैसा लिन्छन् कि फ्री हो कि? हामीले यो फ्री सेवा छ, यो फ्री गरेको कार्यक्रम। यो कार्यक्रम फ्रीमा गरेको यो यसको तपाईँलाई थाहा छ? यो सुदूरपश्चिममा पहिलाचोटि भएको यो कार्यक्रम? हजुर, यो पहिलाचोटि भएको। यो कार्यक्रम गर्ने मान्छे को हो तपाईँलाई थाहा छ? गराउने सुरुवात गर्ने मान्छे को हो भनेर त्यो थाहा छैन। यो हाम्रो मेयरजी हुनुहुन्छ धनगढीको गोपी हिमालज्यूले सुरुवात गरेको हो। यसभन्दा अगाडि हाम्रो काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले सुरु गर्नुभएको थियो होइन। र यो तालिम कति दिनको टोटल हो? 1 महिनाको। 1 महिनाको तालिम। र 1 महिनाको तालिममा तपाईँ के कुरा आश गर्नुहुन्छ कि के कुरा अगाडि गर्न सक्नुहुन्छ यो सिकेर 1 महिनाको तालिम लिएर? 1 महिनाको तालिमले गर्न सक्यो भने गर्न सकिन्छ होइन, बुझ्यो भने गर्न सकिन्छ, राम्रोसँग गऱ्यो भने किन गर्न सकिन्छ, 100% सकिन्छ। र तपाईँ आफ्नो बारेमा अलि भनिदिनु होइन, आफ्नो व्यक्तिगत जीवन कस्तो छ र तपाईँको व्यक्तिगत जीवनमा यसले के प्रभाव पार्छ र आउने अरू युवाहरूलाई के कुरा भन्न चाहनुहुन्छ? यसमा यो हुन्छ भने आज हामीहरूले यो काम सिक्यौँ होइन, आज हामीले सिक्यो, हाम्रो भोलिको दिन पछिको हाम्रो बच्चाहरू हुन्छ कसैले पनि नै यो चिजमा राम्रो छ, इन्कम पनि छ, आफ्नो देशमा रोजगार गर्नुपर्छ भन्ने एउटा खालको उत्सुकता जोग्छ सबलाई कि हामीले नै यस्तो होइन, हामीले टेक्निकलतिर लाग्नुपर्छ भन्ने एउटा मान्छेलाई गर्नुपर्छ कि अरू ठाउँ जानुभन्दा आफ्नै देशमा गर्नु भन्ने एउटा सुझाव। मेन मान्छेलाई जस्तो शिक्षाभन्दा बढी हामीलाई सिप चाहिन्छ होइन, सिपको कारणले होइन। अब हामी पनि जस्तो पढे लेखेकै मान्छे हौँ तर हाम्रो हातमा सिप छैन होइन। हामी यता सिप सिक्न आएछौँ होइन। शिक्षा भनेको यो किताबी ज्ञान हो होइन, वास्तवमा हामीलाई के चाहिन्छ? सिप चाहिन्छ। सिप भनेको हातको ज्ञान हो होइन। त्यो मेन सिप तपाईँको भन्नको मतलब सिप हुनुपर्छ। सिपले मान्छे कहीँ पनि केही पनि गर्न रोजगार गर्न सक्छ। ठिक छ सर, तपाईँ आइदिनु भयो हाम्रो प्रोग्राममा। धन्यवाद है।